होइन सडक सडकमा के को रोइलो हो, के को रोइलो हो? यो रोइलो कसलाई तमासा देखाओ? हजुरहरूले बनाएको ऐन कानुन अनुसार हजुरहरूकै कानुनको धारामा टेकेर दोषीलाई सजाय दिँदा के को रोइलो हो? किन रोइलो गर्नुभएको? हुन त एक दिन हो, त्यस पछाडि सेलाइहाल्नुहुन्छ होइन? यो त सबैलाई थाहा छ। रोइलो नगर्नुहोस्, भगवानले सकुशल हात खुट्टा दिएका छन्, आफ्नो कर्म गर्नुहोस्, कर्म गर्नुभयो भने फल पक्कै पनि मिल्नेछ। बालाई त कर्मको फल दिएका हुन्। यो कुनै पनि एउटा व्यक्तिसँग रिसिबिक राख्नुपर्ने हजुरहरूले जरुरी छैन। सडक सडकमा राजनीतिक प्रतिशोध भयो भनेर रोइलो गर्न जरुरी छैन। यो लाजको विषय हो। यो लाजलाई पनि लाज लागिसक्यो होला, तर तपाईहरुलाई लाज लागिरहेको छैन। भगवानले मज्जाले तिग्रा दिएका छन्, मज्जाले हात दिएका छन्, काम गरेर खानुस्। यो कसैको चाकडी गरेर कसैको जय जयकार गरेर खाने काम बन्द गर्नुस्। बुझ्नुभयो? के को रोइलो हो? उहाँहरूले बनाएको ऐन कानुन अनुसार कोही पनि व्यक्ति देशको जिम्मेवारी पदमा छ, यो त्यही देशका मान्छेहरू भुरकुटन भएर मरिरहेका छन् भनेपछि जिम्मा लिनु पर्दैन? के को रोइलो गरे सामाजिक सञ्जालमा? एउटा व्यक्तिलाई आरोप लागेको भरमा अन्तिम इच्छा सोधेर राति 12-1 बजे राति बुट पसारेर तेरो अन्तिम इच्छा के छ भन्दै एउटा व्यक्तिलाई लाँदाखेरि त्यो प्रतिशोध हो कि होइन? अनि आज के को प्रतिशोध हो? राति त लग्या छैन त तिमीहरूको नेताहरूलाई। के को प्रतिशोध भयो? देख्यौ? साँच्चैको प्रतिशोध कसलाई भएको थियो? रवि लामिछानेलाई भएको थियो। देख्यौ होला नि? अनि आज त त्यही कुरा सापटी लिएर बोल्दैछौ त फेरि प्रतिशोध भयो भनेर। कुन चाहिँ मुखले बोले हो फेरि त्यो? लाज लाग्दैन? तिमीहरूले बनाएको ऐन कानुन अनुसार कोही मान्छेलाई सजायको भागेदारी बनाउँदैछ भने त्यसलाई प्रतिशोध भनिन्छ? हिजो रवि लामिछाने प्रधानमन्त्री थियो र उसको बीचमा त्यत्रा जनता मरेको थियो भने त्यसलाई प्रतिशोध भन्ने? उसलाई अनुसन्धानमा लानुपर्छ कि पर्दैन? के को दादागिरी हो? जति पनि भुकिरहेछौ नि सडकमा, तिमीहरूले भुक्ने मान्छेलाई छोड्दैन थियो होइन? रमा बस्नेत पनि एउटा आवाज बनेर भ्रष्टाचार विरुद्ध बोल्दाखेरि अराजक बोली भनेर लगेको होइन? तिमीहरूलाई पनि एक कसुर लाएर थुन्नुपर्छ। बुझ्यौ? एक कसुरमा तिमीहरूलाई पनि थुन्ने हो। अब के को रोइलो गरिरहेको? किन रोइलो गरेको? सत्य भए भोलि छुटेर आउँछन्। अनुसन्धान गर्न हुने तिमीहरूका बाबुहरू को हुन्? आकाशबाट बर्सेर झरेका हुन्? किन रोइलो गरे? गर्नु पर्दैन रोइलो। ऐन कानुन तिमीहरूकै बाबुहरूले पारित गरेको ऐन कानुन अनुसार कारबाही होइन। सडक सडकमा के को रोइलो हो? के को रोइलो हो? यो रोइलो कसलाई तमासा देखाओ? हजुरहरूले बनाएको ऐन कानुन अनुसार हजुरहरूकै कानुनको धारामा टेकेर दोषीलाई सजाय दिँदा के को रोइलो हो? किन रोइलो गर्नुभएको? हुन त एक दिन हो, त्यस पछाडि सेलाइहाल्नुहुन्छ होइन? यो त सबैलाई थाहा छ। रोइलो नगर्नुहोस्, भगवानले सकुशल हात खुट्टा दिएका छन्, आफ्नो कर्म गर्नुहोस्, कर्म गर्नुभयो भने फल पक्कै पनि मिल्नेछ।